हेलो गाइस, वेलकम ब्याक न्यू ब्लग। Can you side please? साथीहरू, तपाईँहरूले के छ, सन्चै हुनुहुन्छ? आज चाहिँ हामी छुट्टी, आज चाहिँ पहिलोचोटि होइन यहाँको, म दुबईमा आएको 2 वर्ष भयो। आज चाहिँ मेरो साथीहरूसँग र मेरो छुट्टी पनि सँगै भयो क्या। आज हामी 3 जनै छौँ रुममा, त आज 3 जना छ। हामी 3 जनाको पनि आज सँगै छुट्टी भयो क्या। अब आज चाहिँ हामी फेरि के गर्दैछौँ भने हाम्रो यहाँ साथीहरूले पुरा डुक्लिन हाल्दैछ क्या। रुम सफा गरिरहेको छ, पुरा पानी सानी हालेर। काले भाइले त तपाईँहरू सबैले चिन्नु भइहाल्छ। मजाले पानी सानी हालेर केमिकल हालेर टक्क लगाएर डुक्लिन हाल्दैछौँ। हामीसँग म्युजिक पनि छ, गीत पनि बजाइरहेको छौँ। हाम्रो यहाँ मजाले बसेर पुरा हान्दिरहेको छ, काम गरिरहेको छ। म चाहिँ मेरो चाहिँ काम सिकिसक्यो। फेरि तपाईँहरूले काम गरेन नभन्नु। मेरो चाहिँ यो वालमा लागेको पराहरू निकाल्नु पर्ने थियो। फोराहरू निकालेँ, धागाहरू निकालेँ। तपाईँहरू त यहाँ यो चाहिँ औँसी रहेछ, साथीहरूले मात्रै काम लगाएर अब चाहिँ भ्लग बनाउँदो रहेछ भन्ने नहोस्। अर्को पनि छ यहाँ हेर्ने, यहाँ काम गर्दैछ। यहाँ रिसाउँछ, टोइलेट गर्दैछ कि मस्तले। टोइलेट पनि गर्नु पर्यो नि त। हाम्रो चाहिँ यस्तो छ। अब आज चाहिँ मस्त काम हुँदैछ, हाम्रो साथीहरूको मस्तले काम हाल्दैछ, डिप क्लिन गर्दैछौँ। रुम चाहिँ लास्टै 4 हुन्छ, रुम सफा पनि गर्नु पऱ्यो नि त, कहिले हो कि यस्तै हो। टिकटकमा जस्तो माया सबले युट्युबमा गएर मेरो लाइक सब्सक्राइब होइन हालिदिनु पऱ्यो मेरो च्यानललाई। अब रिसाउँछ केटाहरूले के भन्ने। अब काले काम गर्दैछ हो, यस्तो छ, मस्त हान्दैछ। हाई भन्नु न। हाम्रो यो चाहिँ क्याम्पको ब्लग हो। यतातिर नि छ, घाम छ बाहिर त, लास्टै हिँड्न नसकिरहेको छ, गाह्रो छ। हामीसँग म्युजिक पनि छ, म्युजिक पनि बजिरहेको छ। हाम्रो गाडी सर चाहिँ अब काम गर्दैछ। काम पनि गर्नु पऱ्यो नि होइन, बसेर मात्रै त भएन। अब अर्को त अब भित्र टोइलेट गर्दैछ, भिडियो ब्लगमा लिएर भनेको रिसाए बिचरा। रिसाउँदो रहेछ यार मान्छेहरू त्यत्तिकै। ओके साथीहरू, सबले बाई बाई। आजको दिन तपाईँहरूको शुभ होस्, म त्यही चाहन्छु। अब मेरो त काम सिधिसक्यो। अब काम भनेको यिनीहरूको बाँकी अघि म काम गर्दै खाँदा यिनीहरू मस्त बसेर म माथि हाँस्दै थियो। मस्त हो। ओके साथीहरू, बाई बाई सबैजनालाई। राम्रोसँग आफ्नो केयर गर्नु होला। म चाहिँ त्यो भन्छु। हाम्रो यहाँ गमला पनि छ। अब आजको दिन तपाईँहरूको सबैको शुभ होस्। बाई बाई।